हाम्रो जेठो सुपुत्र आयुष्मान रोशन पौडेलको शुभ विवाहको सुरुवातमा हल्दी र मेहन्दी कार्यक्रम हुँदैछ अनि एकदमै खुसीको सीमै छैन। मलाई आज दुःख लाग्छ कि छोरीलाई लामो समयसम्म मैले काखमा राख्न सकिनँ, हुर्काउन जस्तो बाउको चाहिँ माया दिन सकिनँ। अब बाहिरी माया त टाढाबाट मैले माया गरिरहेँ तर अँगालोमा बेरेर त्यति राख्न सकिनँ। एउटा जिन्दगीको एउटा कमी चाहिँ महसुस भइरहेछ। र आज कस्तो भन्दा अब हामीले बिदाई गर्दैछौँ, बिदाई गर्ने बेलामा पनि अब नरमाइलो लाग्दो रहेछ। तर जे होस् ह्याप्पी होस्, हामी पनि ह्याप्पी छौँ, ऊ पनि ह्याप्पी छ। छोराको पहिलो पनि लास्ट पनि विवाह हो। त्यसले गर्दाखेरि निकै हामी एकदमै उत्साहित भएका छौँ। यो विवाह राम्रोसँग सम्पन्न होस्, अति रमाइलो गरेर हामी लगभग 1 हप्ता अगाडिदेखि नै नाचगानमा व्यस्त छौँ। सबै हाम्रो इष्टमित्रहरू खास गरेर मामाहरू, विशेष त मामा सानीमाहरू पहिलेदेखि नै आएर रमाइलो पारिरहेका छन्। अब घरतिरका आफन्तहरू पनि टाढा भएर हो तर आउँदै हुनुहुन्छ। वैवाहिक जीवनको हार्दिक मङ्गलमय शुभकामना ल छोरी साथै ज्वाइँ हजुरहरूलाई शुभकामना साथै आगामी दिनहरू र दाम्पत्य जीवन सुखमय रहोस् र आगामी दिनहरूमा तपाईँहरू चाहिँ जस्तो आज देखेका थियौँ हजुर चाहिँ भोलि पनि यस्तै देख्न पाइयोस्। हजुरहरूलाई धेरै धेरै शुभकामना र प्यार माया। यो चाहिँ खासमा कस्तो भयो भन्दा चाहिँ एरेन्ज लभ पनि त्यसपछि पनि फेरि एरेन्ज, त्यो सबै कम्बिनेसन मिल्यो होइन। हामीले सुरुमा एकअर्कालाई अनलाइनबाटै चिन्यौँ होइन, अनि त्यसपछि बिस्तारै भेटघाट भयो अनि त्यसपछि सम्बन्ध अगाडि बढ्यो अनि आज हामी यहाँ छौँ। हल्दी कार्यक्रम सायद उता पनि रमाइलो भइरहेछ होला, यहाँ पनि रमाइलो भइरहेछ होइन। एकदम एक्साइटेड छौँ अनि त्यसपछि ह्याप्पी छौँ होइन। रमाइलो गर्नुपर्छ भन्ने भएको छ सबैलाई, सबैजना जम्मा हुनु पाएको छ अनि त्यही छ रमाइलो। मलाई पनि रमाइलो भइरहेछ, मेरो पनि पहिलो र अन्तिम बिहे। सरी हाँस, आई अन्डरस्ट्यान्ड, तर जोक मात्र गरेको है। सबैजना एक्साइटेड छौँ अनि त्यसपछि वी आर रेडी टु ह्याभ द ब्लास्ट। तर फर्स्ट भेट चाहिँ कस्तो थियो भन्दा चाहिँ सरप्राइज भिजिट थियो होइन। सरप्राइज भिजिट थियो अनि म भिजिट गर्न गएको थिएँ उहाँलाई अनि त्यसपछि उहाँले रिसिभ गर्नुभयो। उहाँ कुर्दै हुनुहुन्थ्यो एकतिर, म गएँ अर्कोतिर, झ्याप्प भेट भयो अनि त्यसपछि सायद फर्स्ट हक थियो, लाइक अ फिल्म थियो कि लाइक कुनै कुरा प्लान हुन्छ तर हुँदैन। तर चाहिँ कस्तो थियो भन्दा अनएक्सपेक्टेड अनि त्यसपछि प्लान भयो and it was surprising, everything wonderful and त्यसपछि हामी आज यहाँ छौँ। we converted this relationship into the marriage होइन। अनि हल्दी मेहन्दी marriage reception everything is going as per the plan होइन। अब अरू कुराहरू त हुँदैछ बट या त्यही थियो wonderful moment with her। अनि फेरि म्यारेज भनेको त वान अफ द बिगेस्ट मोमेन्ट होइन दुइटैको लागि। अनि त्यो हुँदाखेरि चाहिँ धेरै कुरा थियो बट ह्याप्पिनेस, एक्साइटमेन्ट, नर्भसनेस, टेन्सन सबै हुँदै अनि त्यसपछि क्रेजी थियो डिसाइड गर्ने पनि आज यो हुन्छ भोलि होइन हुँदैन होला अर्को चेन्ज गर्नु होला, यो हुन्छ हुँदैन होला अर्को चेन्ज गर्नु होला। सबै कुरा हुँदाखेरि चाहिँ अब फाइनली ल अब जे छ त्यसमा बसौँ अनि त्यसै अनुसार अगाडि जाउँ भन्ने कुरा चाहिँ भयो। अनि त्यसपछि फाइनली यहाँ छौँ हामी। मैले तिमीलाई जे प्रमिस गरेको थिएँ त्यो पुरा गरेँ। मैले भनेको थिएँ कि म
जसरी पनि अस्ट्रेलिया आउँछु मेलबर्न आउँछु र आफ्नो पढाइ पनि आफ्नो करियर पनि र हाम्रो दुइटाको करियर पनि सँगै लान्छु भनेर lots of pressure थियो family financial everything but we made it not I made it but we made it त्यही भन्न चाहन्छु and I love you all